बोल्नु न त रेडी ब्लग हो ब्लग दिपेन्द्र राई या सब्सक्राइब गर्नु थ्याङ्क यू मेरो भाइ सब्सक्राइब भयो नि त तिमी पनि सब्सक्राइबर भाइ ल धन्यवाद साथीहरू ल रेस 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 हेलो गुड आफ्टरनुन एभ्रिवान नमस्ते सबैजनालाई वेलकम टु माई युट्युब च्यानल म चाहिँ दिपेन्द्र राई र तपाईँहरू सबैजना सन्चै हुनुहुन्छ होला म पनि एकदम सन्चै आरामै फाइन छु गाइज होइन र स्वागत छ आजको मेरो भ्लगमा न्यू भ्लग र सो गाइज होइन आज चाहिँ विशेष के हो भन्दाखेरि आज चाहिँ यो 2079 को चाहिँ हाम्रो लास्ट डे होइन लास्ट डे हो आज 30 गते अनि त्यही भएर सो भोलिदेखि चाहिँ अब 2080 लाग्दैछ भोलि चाहिँ न्यू इयर हो र आज चाहिँ हाम्रो यो 2079 को लास्ट डेमा चाहिँ हामी चाहिँ आज खोलामा गएर बबाल रमाइलो गर्ने प्लानमा छौँ होइन बबाल सो आज चाहिँ हामी चाहिँ स्विमिङ खेल्न होइन जाँदैछौँ खोलामा पौडी खेल्न जानेवाला छौँ र सो आज मजा हुनेवाला छ र अहिले चाहिँ ठिक्क भनौँ न 12 बजिरहेछ र सो गाइज आजको हाम्रो प्लान भनेको चाहिँ चट्ट खोलामा जाने अनि गर्मी भइरहेछ अनि खोलामा गएर चाहिँ हामी चट्टसँगले पौडी खेल्ने हाम्रो प्लान छ र सो हामी जान आँटेको छौँ र म चाहिँ अहिले रुममा एक्लै छु होइन अनि मुस्कान दाई आउँदै हुनुहुन्छ र मुस्कान दाईसँग म जान्छु र खोलामा चाहिँ हाम्रो केटाहरू टर्नै छ होइन देख्न सक्नुहुन्छ भरे म तपाईँहरूलाई देखाउने छु र आज बबाल हुनेवाला छ आज चाहिँ होइन विशेष आज चाहिँ लास्ट डे हो नि त 2079 को लास्ट डे त्यही भएर आज चाहिँ बबाल हुनेवाला छ र तपाईँहरू सबैजनालाई देखाउने छु र अहिले चाहिँ म जानु आँटेको रेडी भइसकिरहेको छु होइन चट्टसँगले रेडी छु र त्यो आज चाहिँ बबाल पौडी खेल्ने हो क्या बबाल पौडी खेल्ने हो आज चाहिँ किनकि पौडी नखेल्ने पनि धेरै भइरहेको छ होइन अनि आज चाहिँ पोखरामा बबाल पौडी खेल्ने हो यस्तो बबाल हुन्छ आज तपाईँहरूलाई म देखाउने छु गाइज हेरिदिनु होला अन्तिमसम्म आज मौसम चाहिँ अलिकति लास्टै गर्मी छ पोखराको त्यही भएर हामी चाहिँ आज चाहिँ मजासँगले पौडी खेल्ने हो त्यस्तो बबाल गर्नु भएर भैँसीहरू पनि पौडी खेलिरहेको छ यहाँ गर्मी भएछ चराहरूले के होइनको बाटो ऊ पर त देखिन्छ त बाटो गाइस हामी चाहिँ पर हसाइसक्यो पोखराको यो गुफा पनि छ अरे नि साथी हजुर हिँड्नु हेलो मुस्कान दाजु भाइ के छ बवाल छैन पौडी स्विमिङ बवाल हुन्छ आज स्विमिङ त बवाल हुन्छ यहाँ के गुफा छ अरे क्या दाजु गुफा छ अरे क्या हजुर भाइ हजुर भाइ हाई गरिदेऊ न के छ मेरो भाइ दिपेन्द्र राई सब्सक्राइब ल भाइ आउनु आऊ जाउँ पौडी खेल्न आउँछ आउँदैन पौडी खेल्नु आऊ अनि आउँला पौडी खेल्न आएर आऊ जाउँ तल खोला हो र हामी दाइसँग छौँ के मुस्कान दाजु जानु त एकछिन यता गुफा अहिले आउँदाखेरि ल
हामी पौडी खेल्न आऊ जाउँ ल हामी बस्दै गर ल ल आएपछि छिर्नुपर्छ हामी ल ल भाइ नेपालको ल गाइस अहिले त काइतेपुरले फोन गर्दा हुन्छ म कति आइपुग्नु यार बाइक जानुपर्छ तर यार जान्छ र भाइ हामी चाहिँ ओह्रालो झर्दा छौँ दामी पाराले पावर हाउसमा रोडीको सुटिङ रहेछ भने क्या हजुर रोडीको सुटिङ चाहिँ दबा भएको क्या ए हिमालय रोडी थिएन हजुर त्यो दबाभित्र यत्रो गाइस हामी चाहिँ अब जाँदैछौँ खोला पुगिसकेको त होइन पुग्नु आँटेको पावर हाउस चाहिँ यही हो यो त कस्तो कस्तो भिडहरू हो यहाँ त पूजा पनि रहेछ त यहाँ के हो यहाँ चाहिँ पूजा पनि गर्दो रहेछ यहाँ यस्तो बबाल भाइ गाइस ल यहाँ गहिरो होला है हजुर गहिरो छैन अहिले त देखिन्छ नाल यस्तो दामी छ क्या आज खोलामा चाहिँ माथि पुल पनि छ है फेरि यस्तो दामी छ आमा सबै हुनुहुँदो रहेछ त यता आज त भाउजू खै त राजेश दादा चाहिँ राजेश दादा खै राजेश दादा चाहिँ ए हजुर मान्छे को राजु भाइ आउनु भएको छैन ल हामी त आइसक्यो नि म फोन गर्छु आफ्नै ब्लग हो ब्लग दिपेन्द्र राई या सब्सक्राइब थ्याङ्क यू मेरो भाइ सब्सक्राइब भयो नि त तिमी पनि सब्सक्राइबर भाइ ल धन्यवाद अब यस्तो खतरा रहेछ नि त यार खेल्नु र डुबिँदैन यहाँ कसम बबाल रहेछ यार दामी छ आज चाहिँ झेस खोला यस्तो दामी छ दही दह क्या कसम ए बाटो त मासतिर हो कि क्या हो होइन ल यस्तो दामी रहेछ गाइस यही हो कि फोन आयो ल गाइस होइन हामी चाहिँ अब पौडी खेलिँदैछ होइन सोल्टी राजा सोल्टी भन्नुहोस् तपाईँले के खालको अन्याय कस्तो खालको अन्यायमा पर्नुभयो सो हामी चाहिँ पौडी खेल्न आएको आज बबाल रमाइलो भएर छ के गर्नुभएको त्यो हिजार ल ठिक छ ओ मुस्कान दाजु के छ ल गाइस आज चाहिँ हामीले यसो आजको बबाल रमाइलो भयो यतातिर यस्तो दामी भयो आज चाहिँ जोस् मेरो राजले चाहिँ यहाँ पर हुनुहुन्छ हाम्रो युट्युबर हाम्रो राजु राजा सोल्टी चाहिँ पीडितमा हुनुहुँदो रहेछ
कान्जी ढिलो गरिदिउँ नि ढिलो कान्जी हजुर जानु नि तपाईँ पनि बवाल हुँदैछ आज चाहिँ रमाइलो है तलतिर पनि छ पौडी खेल्ने टिमहरू हजुर यो चाहिँ मेरो राजेश दाइ फेरि नजानु नजानु अब डुब्नुहुन्छ हजुर हान्जी खै त हाई गरिदिनु भएको फाइनली साथीहरू हेर्न सक्नुहुन्छ होइन आज चाहिँ हामी पार हाउसतिर यसो गर्मीमा पौडी खेल्न आएको छौँ ए टम्मै छ साथीहरू भोलैभरि चाहिँ मान्छे यहाँ चाहिँ हाम्रो भाइ छ दिपेन्द्र राई पौडी खेल्नु गइरहेछ म चाहिँ भर्खर खेलेर निक्लिसकेँ जाडो जाडो भयो हामी चाहिँ अब फर्किँदैछौँ पौडी खेलिवरी यता राजेश दाइ हुनुहुन्छ जानु हुने माछा मार्नु ल ठिक छ ल ल ल बबाल भयो आज ल ए बबाल आज त खोला त रमाइलो यहाँ यता चाहिँ मेरो मुस्कान दाइ हुनुहुन्छ एकचोटिमा हान्छु सो गाइज हामी चाहिँ फर्किँदैछौँ पौडी खेलेर होइन यता तलतिर देख्न सक्नुहुन्छ धेरै मान्छेहरू खेलिरहेछ अनि हामी चाहिँ फर्किँदैछौँ अलिकति ढिलो छ हामीलाई चाहिँ हतार छ अनि यस्तो बवाल भयो आज जतातता चाहिँ होइन खतरा रमाइलो भयो यता ए हस् यता तलतिर पनि खेलिरहेको छ पौडी सो गाइज हामी चाहिँ फर्क्यौँ हामी चाहिँ पौडी खेलेर होइन ल अब फेरि उकालो लाग्यो कस्तो कस्तो हुँदैछ भिडियोहरू होइन झर्ना देखाइदिनु पर्छ झर्ना हेर्नु नि ल झर्ना हेर्नु सक्नुहुन्छ अवाल छ हिउँदोमा पोखरामा झर्ना देख्न सक्नुहुन्छ है तपाईँहरूले ल खोला कति साथीहरू सो गाइज हामी चाहिँ पावर हाउसको छेउमा आइपुगिसक्यो मेरो मुस्कान दादा बबाल छ होइन बबाल बबाल आज बबाल भयो नि त दाजु ल ठिक छ आज गर्मीमा यस्तो बवाल भयो पौडी सौरी हान्यो अनि आज चाहिँ फेरि यो के अरे 2078 को लास्ट डे हो ए 2079 को लास्ट डे हो हजुर 2079लाई चाहिँ आज पौडी खेलेर आज पौडी खेल्ने पखाल्यो हाम्रो यो दुःखहरू सबै आज पठाइदिएको होइन दाजु अब 80को लाइन आइदियो होइन 80 को लाइनमा आजदेखि बबाल प्रवेश गरिँदैछ सो गाइज अनि अहिले चाहिँ हामी टक्क लगाएर यो पावर हाउसको मुनि छौँ अलिकति हामीलाई चाहिँ हतार छ त्यही भएर हामी चाहिँ अलिकति अगाडि नआयो पौडी खेल्ने त मन थियो बबाल सिडी चाहिँ यही हो गाइज होइन यस्तो दाजु ल लाउरे 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 ल बबाल छ बबाल बबाल सक्नु भएन यस्तो दामी छ देख्न सक्नुहुन्छ गाइज माथिसम्म क्या ए यस्तो बबाल छ यो सिडी त मुस्कान दाजु तपाईँले त्यताबाट भ्लग गरेर त बबाल लेख्नुहुन्छ सो 2078लाई चाहिँ हामीले पौडी खेलेर अलिकति रमाइलो भन्यो लास्ट डे हो सो म चाहिँ सिडीको उकालोमा निस्किरहेको छु अनि मेरो राजेश दादा तलतिर हुनुहुन्छ राजा राजु भेटियो मुस्कान दाजुसँग फेरि भेटियो तलतिर खोला अझै पनि मान्छेहरू कति धेरै छ क्या आज गाइज उकालो निस्किनु अलिकति समस्या हो
बिस्तारै दादा हजुर गाइस हामी चाहिँ फेरि फर्किसक्यो सँगसँगले बवाल मजा भयो आजको दिनमा चाहिँ होइन बवाल गयो बवाल रमाइलो भयो ए अघि हामी त पाएर सिरेको कस्तो कन्फ्युज भइरहेको यार